विन्डोज 10 इन्स्टल गर्न सिकाउँछु आफ्नो कम्प्युटर तथा ल्यापटप सिस्टममा। र यहाँनिर सर्वप्रथम तपाईहरुलाई बुझ्नुपर्छ तपाईहरुलाई यहाँनिर के कुराको आवश्यकता पर्छ। अब यहाँनिर त सर्वप्रथम तपाईहरुलाई एउटा विन्डोज चाहिन्छ, जुन विन्डोज तपाईहरु इन्स्टल गर्न चाहनुहुन्छ। जस्तै कि विन्डोज 10 युज गर्न चाहनुहुन्छ भने तपाईलाई विन्डोज 10 डाउनलोड गर्नुपर्छ। जस्तै कि तपाईहरु विन्डोज 7 अथवा 8 युज गर्न चाहनुहुन्छ, 8 इन्स्टल गर्न चाहनुहुन्छ भने यहाँनिर तपाईहरुलाई त्यो विन्डोजको आईएसओ फाइल डाउनलोड गर्नुपर्छ। अब आईएसओ फाइल कसरी डाउनलोड गर्ने विन्डोजको त्यसको बारेमा मैले एउटा भिडियो बनाएको छु, तपाईले मेरो यो भिडियो हेर्न सक्नुहुन्छ। यसमा तपाईले कम्प्लिट जानकारी पाउनुहुन्छ। यदि यो भिडियोबाट पनि भएन भने तपाईले तल मलाई कमेन्ट गर्नुहोला, म यसको एउटा अर्को पनि सेपरेट भिडियो बनाइदिन्छु, त्यहाँबाट पनि तपाईले गर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु यहाँनिर तपाईहरुलाई चाहिन्छ एउटा पेन ड्राइभ, जुन एकदमै राम्रो क्वालिटीको र एउटा राम्रो कम्पनीको पेन ड्राइभ लिनुस्, अलिकति फास्ट पेन ड्राइभ, किनभने डेटा ट्रान्सफर हुनमा अलिकति फास्ट हुन्छ र यहाँनिर तपाईको ल्यापटप पनि अलिकति फास्ट तरिकाले फर्मेट भइहाल्छ। अब तपाईहरुसँग पेन ड्राइभ पनि भयो र तपाईसँग विन्डोज पनि छ भने अब यहाँनिर तपाईहरुलाई के गर्नुपर्छ भने सर्वप्रथम तपाईले आफ्नो पेन ड्राइभलाई बुटेबल बनाउनु पर्छ। अब बुटेबल कसरी बनाउने यसको बारेमा मैले भिडियो बनाएको छु। यदि तपाईहरु सफ्टवेयर युज गरेर बुटेबल बनाउन चाहनुहुन्छ भने तपाईहरुले मेरो यो भिडियो हेर्न सक्नुहुन्छ। यो भिडियोमा मैले कम्प्लिट जानकारी दिएको छु सफ्टवेयर युज गरेर कसरी हामीले आफ्नो पेन ड्राइभलाई बुटेबल बनाउने। यदि तपाईहरु कमान्ड प्रम्पटबाट सीएमडी बाट बुटेबल बनाउन चाहनुहुन्छ भने विदाउट सफ्टवेयर बुटेबल बनाउन चाहनुहुन्छ भने तपाईहरुले मेरो यो भिडियो हेर्न सक्नुहुन्छ। यो भिडियो हेर्नुभयो भने तपाईले सजिलैसँग आफ्नो पेन ड्राइभलाई विदाउट सफ्टवेयर बुटेबल बनाउन सक्नुहुन्छ। हुन त तपाईहरुले यो कुरालाई आफ्नो सीडीबाट पनि गर्न सक्नुहुन्छ, तर सीडीमा के हुन्छ भने तपाईलाई एउटा सीडी डेटा ट्रान्सफर हुनमा अलिकति समय लाग्छ। यदि तपाईहरुसँग पेन ड्राइभ छ भने पेन ड्राइभबाट तपाईहरुले जस्ट 15 देखि 20 मिनेटमा अथवा आधी घण्टामा तपाईहरुले यो कुरा सजिलैसँग गर्न सक्नुहुन्छ। र यही कुरालाई लिएर यदि तपाईहरु कम्प्युटर पसलमा जानुभयो भने त्यहाँनिर तपाईसँग 1500 रुपैयाँ माग्ने गर्छ। तर तपाईहरुले यही कुरालाई सजिलैसँग यो भिडियोलाई हेरेर राम्रोसँग सबै कुरालाई राम्रोसँग फलो गर्नुभयो भने सजिलैसँग घरमै बसेर आफ्नो कम्प्युटर तथा ल्यापटप सिस्टमलाई सजिलैसँग फर्मेट गर्न सक्नुहुन्छ र त्यसमा तपाईले एउटा नयाँ विन्डोज इन्स्टल गर्न सक्नुहुन्छ। र यो भिडियोमा म तपाईलाई एउटा ल्यापटपमा विन्डोज 10 इन्स्टल गर्न सिकाउँछु, किनभने विन्डोज 10 एउटा एकदमै लेटेस्ट भर्जन छ र यसले तपाईको सिस्टममा अलिकति स्पेस पनि कम खान्छ र तपाईको सिस्टमलाई अलिकति फास्ट पनि गर्छ। र यहाँनिर म तपाईलाई के भन्छु भने तपाईहरुसँग पनि ल्यापटप छ भने त्यसलाई तपाईले विन्डोज 10 मा अपग्रेड गर्नुस्। यहाँनिर के हुन्छ भने तपाईको ल्यापटपको जुन परफर्मेन्स छ अलिकति राम्रो भइहाल्छ, पुरानो भन्दा अलिकति राम्रो भइहाल्छ यदि तपाईले विन्डोज 10 युज गर्नुभयो भने। र यहाँनिर तपाईहरु हेर्न सक्नुहुन्छ मसँग एउटा एचपी को ल्यापटप छ र यसको जुन विन्डोज छ त्यो यहाँनिर क्र्याश भइसकेको छ, बिग्रिसकेको छ। र यसमै साथीहरु यहाँनिर म तपाईलाई विन्डोज 10 इन्स्टल गरेर देखाउँछु। र यहाँनिर तपाईहरु हेर्न सक्नुहुन्छ मेरो हातमा मेरो एउटा पेन ड्राइभ रहेको छ जुन 32 GB को रहेको छ र एउटा राम्रो क्वालिटीको पेन ड्राइभ हो। अब सर्वप्रथम त यहाँनिर के गर्छु भने म यो ल्यापटपलाई अफ गर्छु, त्यसपछि यहाँनिर म आफ्नो ल्यापटपको USB पोर्टमा आफ्नो पेन ड्राइभ कनेक्ट गर्छु। त्यसपछि यहाँनिर म आफ्नो ल्यापटपलाई अन गर्छु र यहाँनिर म आफ्नो ल्यापटपको बुट मेनु खोल्छु। अब बुट मेनु ल्याउन एकदमै धेरै सजिलो छ। जस्तै कि यो एचपी को ल्यापटप छ, एचपी को ल्यापटपमा यहाँनिर मेरोमा यो F9 बाट यहाँनिर बुट मेनु आउँछ। जस्तै कि तपाईले हेर्न सक्नुहुन्छ बुट मेनु आइसकेको छ। यदि साथीहरु तपाईलाई तपाईको ल्यापटपको बुट मेनु थाहा छैन भने तपाईले गुगलमा गएर सर्च गर्न सक्नुहुन्छ। जस्ट आफ्नो ल्यापटपको नाम लेख्नुस्, त्यसपछि त्यसको मोडल नम्बर लेख्नुस्, त्यसपछि बुट की लेखेर सर्च गरिदिनु भयो भने त्यहाँनिर तपाईलाई बुट की देखाइदिन्छ। जस्तै कि यहाँनिर हेर्न सक्नुहुन्छ यो बुट मेनु खुलिसकेको छ। र यहाँनिर साथीहरु के हुन्छ भने तपाईले जुन पेन ड्राइभ कनेक्ट गरेर राख्नु भएको छ त्यो पेन ड्राइभ यहाँनिर देखाउँछ। जस्तै कि तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ यहाँनिर तेस्रो नम्बरमा मेरो पेन ड्राइभको नाम दिएको छ। जस्तै कि तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ 32 GB को पेन ड्राइभ रहेको छ। अब सिम्पली तपाईले यहाँनिर के गर्नुस् भने तपाईहरु यो पेन ड्राइभलाई सिलेक्ट गर्नुस्, जुन एरो कीबाट सिम्पली डाउन गरेर यो पेन ड्राइभलाई म सिलेक्ट गर्छु र यहाँनिर म इन्टर गरिदिन्छु। त्यसपछि यहाँनिर यो प्रोसेसिङ स्टार्ट हुन्छ र यसमा साथीहरु तपाईहरुलाई अलिकति समय लाग्छ, 1-2 मिनेट तपाईहरु यहाँनिर वेट गर्नुहोस्। र यहाँनिर म यो भिडियोलाई फास्ट फरवर्ड गरिदिन्छु किनभने यो भिडियो अलिकति लेन्दी हुन सक्छ। म तपाईलाई यो सर्टकटमा बुझाउँदैछु। र यहाँनिर साथीहरु तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस खुल्छ। अब यहाँनिर तपाईहरु के गर्नुस् भने यहाँनिर हेर्न सक्नुहुन्छ एउटा नेक्स्ट भन्ने अप्सन छ। अब सिम्पली तपाईहरु यो नेक्स्टमा एकचोटी यसरी क्लिक गर्नुस्, त्यसपछि यहाँनिर तपाईहरु इन्स्टल नाउमा क्लिक गरिदिनुस्। त्यसपछि साथीहरु यहाँनिर तपाईहरुलाई अगेन एकछिन वेट गर्नुपर्छ, 1-2 मिनेट वेट गर्नुस्। र यहाँनिर तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस खुल्छ। अब यसमा साथीहरु तपाईहरु यहाँनिर के गर्नुस् भने यहाँनिर हेर्न सक्नुहुन्छ एउटा अप्सन रहेको छ आई एक्सेप्ट भन्ने, यो अप्सनमा एकचोटी यसरी टिक गरिदिनुस्। त्यसपछि साथीहरु यहाँनिर तपाईहरु नेक्स्ट गरिदिनुस् र यहाँनिर तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस आउँछ, एउटा अपग्रेड भन्ने र एउटा कस्टम भन्ने। अब सिम्पली तपाईहरु यो कस्टम अप्सनमा एकचोटी यसरी टच गर्नुस् र यहाँनिर साथीहरु तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस देखाउँछ र यहाँनिर तपाईहरुलाई देखाउँछ तपाईको ल्यापटप छ त्यो ल्यापटपमा कतिवटा हार्ड डिस्कको पार्टिसन छ, त्यो पार्टिसनहरु यहाँनिर देखाउँछ। अब साथीहरु यहाँनिर तपाईहरुलाई एउटा कुरा के ध्यान दिनुपर्छ भने तपाईहरु यहाँनिर आफ्नो सी ड्राइभ खोज्नुस्, जुन ड्राइभमा तपाईहरु आफ्नो विन्डोज इन्स्टल गर्न चाहनुहुन्छ। तपाईहरु सबै ड्राइभहरुलाई डिलिट गरेर एउटा नयाँ पार्टिसन क्रिएट गरेर त्यसमा
यसमा इन्स्टल गर्न चाहनुहुन्छ भने त्यो पनि गर्न सक्नुहुन्छ। र यहाँनिर साथीहरू म तपाईँलाई के भन्छु भने जस्तै कि यदि तपाईँको कुनै ल्यापटपमा कुनै कुरा राख्नु भएको छ त्यसलाई सर्वप्रथम ब्याकअप राखिहाल्नुहोस् अनि मात्र सबै पार्टिसनहरूलाई डिलिट गर्नु होला ब्याकअप राखेर। नभए डाइरेक्ट डिलिट गर्नुभयो भने तपाईँको सम्पूर्ण डेटा डिलिट भइहाल्छ। अब यहाँनिर म तपाईँलाई के गर्छु भने यहाँनिर म यो सबै पार्टिसनलाई डिलिट गरेर यहाँनिर म तपाईँलाई एउटा नयाँ पार्टिसन क्रिएट गर्न सिकाउँछु र त्यो पार्टिसनभित्र कुनै एउटा ड्राइभमा म तपाईँलाई विन्डोज इन्स्टल गरेर देखाउँछु। यदि तपाईँको अलरेडी नै छ पार्टिसन गरेको यो केसमा साथीहरू तपाईँहरू यो प्रोसेसलाई नगर्नु होला, जस्ट आफ्नो सी ड्राइभलाई सिलेक्ट गरेर नेक्स्ट गरिदिनु होला। जस्तै कि यहाँनिर म के गर्छु भने म यो सबै पार्टिसनलाई यसरी एउटा एउटा गरी डिलिट गरिदिन्छु। जस्तै कि यहाँनिर हेर्न सक्नुहुन्छ यो सबै पार्टिसन यहाँनिर डिलिट भइसकेको छ र एउटा ड्राइभ यहाँनिर आएको छ र यसको साइज पनि तपाईँहरू हेर्न सक्नुहुन्छ 465 GB को रहेको छ। अब यहाँनिर म के गर्छु भने यसमा एउटा नयाँ पार्टिसन क्रिएट गर्छु। सर्वप्रथम यहाँनिर म एउटा 100 GB को सी ड्राइभ बनाउँछु र 100 GB को सी ड्राइभ कति हुन्छ जस्तै कि यहाँनिर 102400 यो 100 GB को एउटा सी ड्राइभ क्रिएट गर्दैछु। 465 GB मा 100 GB को मैले यहाँनिर सी ड्राइभ क्रिएट गरेँ। अब यहाँनिर म के गर्छु भने अप्लाईमा क्लिक गरिदिन्छु र यहाँनिर तपाईँलाई ओके गर्नुपर्छ। ओके गरिदिनु भयो भने यहाँनिर तपाईँहरूको अगाडि एउटा पार्टिसन बनेर रेडी भइहाल्छ। जस्तै कि तपाईँहरू यहाँनिर हेर्न सक्नुहुन्छ यो 100 GB को मेरो एउटा ड्राइभ बन्यो। अब यहाँनिर म के गर्छु भने यो जुन अर्को आएको छ 365 वाला यसलाई म 50% मा पार्टिसन गरिदिन्छु। सिम्पली यहाँनिर यसमा एकचोटि यसरी टच गर्छु र यहाँनिर म फेरि न्यूमा क्लिक गर्छु र यसको जुन 50% हुन्छ त्यो यहाँनिर म क्याल्कुलेट गरेर त्यो अङ्क यहाँनिर राखिदिन्छु। त्यसपछि यहाँनिर म अप्लाईमा क्लिक गरेर अगेन यहाँनिर म ओके गरिदिन्छु र यसमा अलिकति समय लाग्छ। एकैछिनमा तपाईँको यो पार्टिसनहरू क्रिएट भइहाल्छ। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ यो 3टा पार्टिसन क्रिएट भइसक्यो र तलको तपाईँहरू हेर्न सक्नुहुन्छ यसमा कुनै नाम रहेको छैन। अब यहाँनिर तपाईँहरू के गर्नुहुन्छ भने तलको त्यो पार्टिसनलाई सिलेक्ट गर्नुहोस् र यहाँनिर न्यूमा क्लिक गरेर जस्ट ओके गरिदिनु भयो भने अप्लाई गरिदिनु भयो भने यहाँनिर तपाईँको त्यो पार्टिसन पनि क्लिक भइहाल्छ। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ मेरो यो सबै पार्टिसनहरू मैले यहाँनिर क्रिएट गरिसकेँ र यहाँनिर म तपाईँलाई अगेन भन्छु यदि तपाईँको अलरेडी नै पार्टिसनहरू गरेको छ तपाईँलाई यो पार्टिसन गर्नु छैन भने यो केसमा तपाईँहरू यो प्रोसेस नगर्नु होला, नभए तपाईँको सम्पूर्ण डाटा लस हुन्छ र पछि आएर तपाईँहरूलाई फेरि गाह्रो पनि हुनसक्छ। त्यही भएर तपाईँले यो कुरा ध्यान दिनु होला। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ यो सबै पार्टिसन क्रिएट भइसक्यो र माथि साथीहरू तपाईँले हेर्न सक्नुहुन्छ 500 MB को एउटा ड्राइभ बनेको छ। जुन ड्राइभ सिस्टमले लिन्छ यो आफै क्रिएट भइहाल्छ, त्यसमा तपाईँहरू कन्फ्युज नहुनु होला। जस्तै कि यहाँनिर म 100 GB को मैले जुन पार्टिसन क्रिएट गरेको थिएँ, जुन एउटा ड्राइभ बनाएको थिएँ, त्यही ड्राइभमा मलाई विन्डोज 10 इन्स्टल गर्नु छ। मैले त्यसलाई सिलेक्ट गरेँ र यहाँनिर म नेक्स्ट गर्छु। अब यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ अब यो मेरोमा इन्स्टल भइरहेछ र यसमा साथीहरू तपाईँलाई 10 देखि 15 मिनट लाग्छ। अब यहाँनिर तपाईँको पेन ड्राइभमा भर पर्छ, तपाईँको पेन ड्राइभ कस्तो क्वालिटीको छ, कुन कम्पनीको छ, त्यो हिसाबले यसमा तपाईँलाई टाइम लाग्छ। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ यो सबै मेरोमा इन्स्टल भइरहेछ। अब तपाईँहरू यहाँनिर वेट गर्नुहोस्। यो 5वटै जुन प्रोसेसहरू भइहाल्छ त्यो सबैमा यस्तो ग्रिन टिक आयो भने तपाईँको यो सबैमा इन्स्टल भइहाल्छ। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ फर्स्टको अप्सनमा ग्रिन टिक छ, सेकेन्डको अप्सनमा पनि ग्रिन टिक आयो। अब यहाँनिर यो थर्डको अप्सनमा हुन्छ, त्यसपछि फोर्थको अप्सनमा हुन्छ र लास्टमा फिनिसमा तपाईँको यो पुरै फिनिस भइहाल्छ। जस्तै कि तपाईँले हेर्न सक्नुहुन्छ फिनिस भइसक्यो। अब यहाँनिर तपाईँको ल्यापटप आफै 10 सेकेन्डमा रिस्टार्ट हुन्छ, नभए तपाईँले यहाँबाट क्लिक गरेर पनि रिस्टार्ट गर्न सक्नुहुन्छ। जस्तै कि यहाँनिर मेरो यो ल्यापटप रिस्टार्ट हुँदैछ र यहाँनिर तपाईँलाई अलिकति समय लाग्छ, अलिकति तपाईँहरू यहाँनिर वेट गर्नुहोस्, 2-3 मिनट लाग्छ। र यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर तपाईँको अगाडि एउटा यस्तो इन्टरफेस खुल्छ। अब साथीहरू तपाईँले के गर्नुहोस् भने तपाईँहरू यहाँनिर हेर्न सक्नुहुन्छ एउटा अप्सन रहेको छ युज एक्सप्रेस सेटिङ भन्ने यो अप्सन छ। यो अप्सनमा एकचोटि यसरी टच गरिदिनुहोस्। त्यसपछि यहाँनिर तपाईँहरूलाई एकैछिन वेट गर्नुपर्छ र यहाँनिर साथीहरू तपाईँलाई तपाईँको ल्यापटपको नाम दिनुपर्छ, पीसीको नाम दिन भन्छ। अब सिम्पली तपाईँले आफ्नो युजर नेममा नाम राखिदिनुहोस्। जस्तै कि यहाँनिर मेरो यो एउटा साथीको ल्यापटप हो, सिम्पली यहाँनिर म लेखिदिन्छु नवीन डीजे। त्यसपछि यहाँनिर तल हेर्न सक्नुहुन्छ एउटा पासवर्डको अप्सन छ। यदि तपाईँहरूले यसमा पासवर्ड राख्न चाहनुहुन्छ भने पासवर्ड पनि राख्न सक्नुहुन्छ। सिम्पली तपाईँलाई पासवर्ड राख्नुपर्छ, त्यो पासवर्डलाई रिइन्टर गर्नुपर्छ र यहाँनिर हिन्ट्स दिनुपर्छ। यति गरिदिनु भयो भने तपाईँको पासवर्ड पनि सेट भइहाल्छ। यदि तपाईँहरू पासवर्ड राख्न चाहनुहुन्न भने डाइरेक्ट यो नाम लेखेर तपाईँहरू यहाँनिर नेक्स्ट गरिदिनु भयो भने यहाँनिर तपाईँको यो भइहाल्छ। अब अगेन तपाईँलाई यहाँनिर केही सेकेन्ड वेट गर्नुपर्छ, केही मिनट वेट गर्नुहोस्। र यहाँनिर साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो यो ल्यापटपमा मैले सक्सेसफुली विन्डोज 10 सजिलैसँग इन्स्टल गरेर देखाएँ। तपाईँहरूकै अगाडि कति सजिलो थियो, कति सजिलो तरिकाले मैले तपाईँहरूकै अगाडि एउटा ल्यापटपलाई फर्मेट गरेर देखाएँ, एउटा ल्यापटपमा विन्डोज 10 इन्स्टल गरेर देखाएँ। र यसरी नै साथीहरू तपाईँहरूले सजिलैसँग आफ्नो पेन ड्राइभलाई युज गरेर केही मिनटमै आफ्नो कम्प्युटर तथा ल्यापटप सिस्टममा विन्डोज 10 इन्स्टल गर्न सक्नुहुन्छ।